वर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै So, दसैँ welcome guys तिहार to चाड my र vlog बाड and खुसीले as you सारा know me, भर्यो नि I'm Shreya. संसार So, सबैलाई वेलकम टु खुसीले मेरो सारा नयाँ भर्यो vlog नि चाहिँ संसार आजको दिन चाहिँ मेरो भ्लग बनाउनुको त्यही रिजन चाहिँ के हो भन्दाखेरि चाहिँ अब दसैँ होइन अब दसैँमा अभियसली नेपाली मान्छेले पुरा मिस भएर होइन त्यस्तै अन्त हामी पनि मिस गरिरहेको छौँ होइन त्यही लागि चाहिँ अब के गरौँ भन्दाखेरि चाहिँ हामीले चाहिँ अब यसरी नै एकअर्कालाई टिका लगायौँ होइन अलिकति त्यो पनि मिस भइरहेको छ त्यसलाई अलिकति पुरा गऱ्यो त्यहाँदेखिको त्यही हो यही विषयमा अलिकति सानो छोटो भ्लग बनाएर ल्याएको छु अन्त बसेको तपाईँहरूले लाइक गरिदिनुहुन्छ माया गरिदिनुहुन्छ सपोर्ट दिनुहुन्छ अन्तखेरि मेन चाहिँ के भन्दाखेरि चाहिँ मेसेज पनि दिन चाहन्छु सबैलाई कि जो चाहिँ अब घरको नजिकै हुन्छ नि है काम गर्नेहरू अन्त उनीहरू चाहिँ यसरी नो के भन्छ अरे एक्सक्युजेसहरू नदिनु है यस्तो बेलामा अन्तखेरि चाहिँ गएर अब भेट्नु होइन चाडबाडमा यसरी अन्त त्यति नै भन्न चाहन्छु अन्त चाहिँ के भन्दाखेरि चाहिँ नि मेरोबाट चाहिँ सबैलाई हेप्पी दसैँ सबैजना खुसी बस्नु भन्ने यो दसैँ धेरै उता होलान् रातै दिनी धारा बाटोभरि आँखा तिफैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पक्कै आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार संसार उता होलान् रातै दिनी धारा उता होलान् रातै दिनी धारा बाटोभरि आँखा तिफैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पक्कै आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार सारा भर्यो नि संसार उता होलान् रातै दिनी धारा उता होलान् रातै दिनी
दिने धारा बाटोभरि आँखा तिफैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पक्कै आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार उता होलान् रातै दिने धारा समादिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार सारा भर्यो नि संसार अर्काको देशमा लैलै सम्झनाको नि मैलै सयपत्री फुलेको आँगन रातो अक्षता चमरा लगाई यता मेरो आँसुको धारा उता होलान् रातै दिने धारा उता होलान् रातै दिने धारा फाइनली दसैँ सक्यो होइन भर्खर स्टार्ट भएको यो चाहिँ अब सुन्नु थियो राम्रै देखेको है टिका लगाउने यस्तो त्यही हो क्या दसैँको खास चाहिँ टिका लगाउनु पायो अन्त राम्रै देख्छ नि त ह्याप्पी दसैँ सबैलाई बाई होइन कि म तपाईँलाई देखाउँछु ह्याप्पी दसैँ यो त आज अलिकति टुर हुँदैन यो मतलब आज अपलोड हुँदैन तर जहिले पनि हुन्छ गाइस ह्याप्पी दसैँ भन्नु त त्यो दिन त पाउँदिनँ यो अब पछाडि अपलोड हुन्छ होला मेबी मेरो कभरमा त रातै लाग्यो नि केही छैन पुज्दा हुन्छ सो घरलाई मिस गरेँ तर पनि केही छैन हामीले यही घर बनायौँ त्यही ठुलो कुरा हो परदेशीको त्यस्तै हो लाइफ बेसी घरको भाइ खोज्नु भएन जे छ त्यसलाई घर बनायो बस्यो त्यही हो नि त म हात धुलाउँछु ल त्यही भएर हाम्रो भिडियोबाट चाहिँ एउटा के भन्छ मेसेज दिन चाहन्छ हामी सबैलाई होइन छेउको मान्छेहरू त्यो काम छ भनेर नटार्नु यो चाहिँ हो मेन हो यो चाहिँ जानु है जसले पनि यो भिडियो हेर्छ नि नजिक नजिक छ भने दसैँ औँसीमा चाहिँ कुदिहाल्नु पर्ने अन्त लगाउनु पाएको बेलामा गइको हाल्नु लगाइराख्नु जानु पाएको बेला घरहरू गइहाल्नु है भेटिराख्नु हामी त टाढामा छौँ जानु पाउँदैन त्यही भएर मिस गर्दैछ तर पनि केही छैन हामीले घरकै जस्तो गऱ्यौँ यहाँनिर
हाम्रो घरको अलिकति टुर देखाइदिन्छु अब ओ मेरो पैसा राख्नु यहाँ छ नि फेरि ओ यो चाहिँ म हो यहाँनिर मेरो साथीहरू छ हामी चाहिँ सबैलाई विस गर्नु चाहन्छ ह्याप्पी दसैँ भनेर इन्जोय गर्नु होला गाउँमा जो पनि हुनुहुन्छ हो अब अलिकति हाम्रो घर हामी चाहिँ अलिकति अब जानी नजानी गरेको हो यस्तै त होला अब यसरी नै गऱ्यो सो हामी धेरै मिस गर्दैछ घरको मान्छेलाई सबैलाई अब अरू त के भनौँ अब अरू बादमा भन्छु अब हामी खाना खान्छ बाई अहिलेको लागि सबैजना रेस्ट हाई गाइस तो हम लोग का फोटो सेसन ओ सरी म त नेपालीमा पो भ्लग बनाउँदैछु गाइस हाम्रो चाहिँ फोटो सेसन अलिकति कम्प्लिट भयो होइन अब अलिकति पेट पूजा त्यहाँदेखिको फेरि फोटो सेसन भिडियो त्यहाँदेखिको फेरि कन्टिन्यू त्यहाँदेखिको तपाईँहरूलाई फेरि बादमा देखाउँछु अन्त मेरो नयाँ फोन पनि देखाउँछु तपाईँहरूलाई यहाँ हेर्नुहोस् यो मेरो नयाँ फोन हो आइएम सरी यो चाहिँ मेरो नयाँ फोन हो अन्त यो चाहिँ मेरो पापा मम्मी This is my new phone. Please congrats me. कमेन्टमा कङ्ग्रेस गर्नु होला अन्त यो सबै तपाईँहरूको आशीर्वादले गर्दा नै हो भन्नु नि कसैले युट्युबबाट पैसा पायो पाएको छुइनँ रिभिल गर्दिन पायो भन न पाएको छुइनँ रिभिल गर्दिनँ अहिले म अन्त मेरो साथी चाहिँ यहाँनिर भोकले त्यही कस्तो भएको छ देखाउँछु अन्त अर्को साथीलाई पनि देखाउँछु जो त्यो अलरेडी सो गाइज म चाहिँ मेरो भ्लग यहाँनिर एन्ड गर्दैछु होइन अन्तखेरि यहाँनिर चाहिँ हामीले यसरी नै दसैँ मनायो त्यस्तो केही खास थिएन होइन यही रुमलाई चाहिँ घरको जस्तै इन्भाइरोमेन्ट बनाएर अन्त अब यहीँ सक्यो अब हेरौँ बस्छ घुम्नु जानु नजानु त्यो अब अलिक डिसाइड हुन्छ हो अन्त सो हामी चाहिँ तपाईँहरूलाई भन्नु चाहन्छ हो ह्याप्पी दसैँ इन्जोय गर्नुहोस् ल बाई टेक केयर स्टे ट्युन मेरो भिडियोलाई लाइक शेयर सब्सक्राइब कमेन्ट गरिदिनुहोस् गरिदिनुहोस् सबैले माया दिनुहोस् होला बाई टेक केयर बाई बाई